लासो है लासो आजको रमाइलो मेलामा हँस खेल खेल टट गरौँ कि आज माघ 20 गते शनिबारको दिन विशेष गरेर बौद्ध धर्मावलम्बीहरूको हिमालयन मार्गले बौद्ध मार्गले अनुसरण गर्ने सांस्कृतिक गीत प्रचलन गर्दै बागमती प्रदेश खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री माननीय श्री तीर्थ लामा तामाङज्यूलाई आजको यस गरिमामय कार्यक्रमको प्रमुख अतिथि ग्रहण गर्नको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँले देखिसक्नु भएको छ व्यक्तित्वहरू राष्ट्रका विशिष्ट श्रेणीका व्यक्तित्वहरूलाई पनि हामी आजको यस हाम्रो इतिहासमा रहनेछ र सँगसँगै तपाईँहरू हाम्रो निमन्त्रणलाई स्वीकार गर्नुभएको छ भने हाम्रो आयोजक टोलीलाई यसै गरी शेर्पा समुदायबाट सान्नानी लामाज्यूलाई आजको विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रा बौद्ध मार्गीहरूको प्रखर वडा नम्बर 6 गोकर्णेश्वरी नगरपालिका वडा नम्बर 6 का नवराज लामा प्रतिनिधिज्यू पनि उपस्थित हुनुभएको छ भने उहाँले पनि अतिथिको आसन ग्रहण गरिदिनको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आइदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हर्बल मेडिसिन प्रोडक्सन रिसर्च प्राली लिमिटेडका सञ्चालक डाक्टर शर्मिला लामा मोक्तानज्यूलाई पनि अतिथि ग्रहणलाई हामी यहाँ थाती राख्दै फेरि हामी अतिथि ग्रहण जोड्ने नै छौँ। अतिथि उपस्थिति अतिथिज्यूहरूलाई हामीले राख्ने नै छौँ। यहाँलाई हामी स्वागत गर्ने नै छौँ। योभन्दा अगाडि आजको यस गरिमामय कार्यक्रमको समुद्घाटनको निम्ति हामी तर्खरमा छौँ। लामाज्यूले हाम्रो गीत प्रचलन गरेर आजको कार्यक्रम उद्घाटन गर्ने हुँदा यस कार्यक्रममा सरिक भइनको निम्ति हाम्रो अतिथि द्वयलाई म हार्दिक आमन्त्रित गर्दछु। Lasu Kabula, Taman dan Chutigar sing by non Orano sing mine, Kaji sing mine, Sanja Gurbe must sing by Chutigar sing by Yang, Tinto sing by Imajaja, Tindala, some Malan, Nevela, Kamalan, Sanja Gurbe must say, Mother wrote a transi, Mother wrote Tata, whether Garak Kaipa the Chulsi, Garak Kaipa is a name, Chutambu. सिंह बता जा खराब खावे तो सिंह तला खराब खावे सिंह भाई किधर सिंह जी बिसम चुट्टम बोले जेर होता चुट्टम बुझा जा खाली सिंह बरो बिसम जा बोले दिल डो खराब खाए पता चिवल जी खराब खाए पता चिवल जी बता धन्यवाद कांग बोला जो ये मता मांगा सांगा वो कांग बोला जो ये मता मांगा सा Yang la kai do ta phya bo la se bo yang la mar la jam bo se
यसै गरी नटराज मल्ल आज चाहिँ लोसार विशेष कार्यक्रम भएको कारणले म लोछार सम्बन्धी नै सङ्ग गाउन चाहन्छु है। यो चाहिँ मेरो नयाँ सङ्ग हो। अब ट्र्याक प्लिज अलिकति बिर्सिन सक्छ है, मिलाएर सुनिदिनु। त्यसै गरी धारकी नगरपालिका गाउँपालिका गोर्खाका उपप्रमुख अब उपाध्यक्ष सुनिला गुरुङजीलाई पनि अतिथि भाषण गर्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी मिडियाहरूमा सम्पादकज्यूहरू, प्रतिनिधिज्यूहरू र मिडिया कर्मीज्यूहरूलाई किन भन्दा यहाँ सबै जातिका मित्रहरू हुनुहुन्छ। अन्यताहरूले विशेष गरी तामाङ भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजमा लागू गर्नुपर्छ भनेर जुन मन्त्री परिषदबाट अथवा बागमती प्रदेश सरकारले निर्णय गर्नुभएको छ, त्यसमा म हृदयदेखि नै तीर्थ लामाज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म पनि एउटा सरकारको अङ्ग हो, सबैभन्दा पहिलो स्थानमा अथवा तल्लो स्तरको सरकारको एउटा प्रतिनिधि भएको हैसियतले ममा पनि अलिकति डर र चिन्ता लगिरहेको छ। माननीय मन्त्रीज्यूहरूले निर्णय गर्नुभयो, अब यो व्यवहारमा कसरी लागू हुन्छ र यसलाई व्यवहारमा कसरी लागू गर्न सकिन्छ भन्ने कुराले मलाई पनि पिरोलिरहेको छ। छिट्टै भुम्रू गाउँपालिकाले पनि विशेष अतिथिज्यू, ड्यासमा आसीन अतिथिगण र विशेष गरेर धर्मका सम्राट हाम्रा धर्मगुरुहरू, पत्रकार मित्रहरू, उपस्थित महिला तथा सज्जनवृन्द, आज यो हामी सामाजिक क्षेत्रमा यो वैदेशिक रोजगार उद्धार नेपाल भन्ने संस्था जन्म भएको यहाँलाई जानकारी गराउन चाहन्छौँ। करिब 15 वर्ष भइसकेको छ। हामी आफ्नो खाएर आफ्नो लाएर जनताको सेवा गर्ने एक मात्रै सामाजिक संस्था वैदेशिक रोजगार उद्धार नेपाल हामी भन्न चाहन्छौँ। किनभने विदेशमा अल्पत्र परेको, विदेशमा अप्ठ्यारो परेको, विदेशमा चाहिँ मृत्यु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामीले करिब 15 वर्षको दौरानमा 1000 जना जति उद्धार भएको यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। यस्तो संस्था हो जसले हामीले रात भन्दैनौँ, दिन भन्दैनौँ, उद्धारको लागि, समस्या परेको लागि। हाम्रो देशमा सबैभन्दा ठुलो समस्या भनेको वैदेशिक रोजगारमा निम्ताएको समस्या, अपराध, गैर कानुनी ढङ्गले मानव बेचबिखन, ओसार पसार साँच्चै नै यो देशको ठुलो समस्या हो, यो देशको ठुलो धमिरा हो। र यसलाई रोक्नको निमित्त हामी कोही पनि यसमा अगाडि नेपाल सरकारको कुनै। यसै गरी जमुना तामाङज्यू, नृत्यकार जमुना तामाङज्यू, यसै गरी हिमालयन एसियन कल्चर ग्रुप सूर्य लामाज्यू, अध्यक्ष सूर्य लामाज्यू, हिमालयन कल्चर सेन्टरका सूर्य लामाज्यू, यसै गरी राममाया तामाङज्यू, समाजसेवी राममाया तामाङज्यू, यसै गरी कलाकार रोशन फ्युबा तामाङज्यू। यतिखेर सबै कलाकारहरू खाजामा व्यस्त भएको जस्तो लाग्यो। तपाईँहरूले आफ्नो सम्मान एकछिनपछि लिइदिनु हुने हामी अनुरोध गर्न चाहन्छौँ। रेखा तामाङ, गायिका रेखा तामाङज्यू, मातृ सन्देशका सम्पादक र
नागरिक पोस्टका सम्पादक मायालुजीले पनि सम्मान लिइदिनु निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। खोज मिडियाका सम्पादकजीले पनि आफ्नो सम्मान लिइदिनु निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। खोज मिडिया यसरी गोकर्णेश्वर खबरलाई पनि गोकर्णेश्वरको खबर सम्पादकजीले पनि यो सम्मान लिइदिनु निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी तेमल अनलाइनका सम्पादक सम्मान लिइदिनुको निम्ति वरिष्ठ गायक सागर गुरुङजीले यो अनुरोध गर्न चाहन्छु। यसै गरी प्रबन्धक ब्ल्याक स्टार फिटनेसका प्रबन्धकजीले पनि आफ्नो सम्मान लिइदिनुको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। ब्ल्याक स्टार फिटनेसका प्रबन्धकजीले पनि सुनिला गुरुङ गायिका वरिष्ठ गायिका सुनिला गुरुङजीलाई पनि सम्मान लिइदिनुको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ वरिष्ठ गायिका पनि हुनुहुन्छ र धार्चे गाउँपालिकाको उपाध्यक्ष उपमेयर पनि हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद गोर्खादेखि यहाँसम्म आइदिनु भएकोमा। नागरिक या तामाङ या क्षेत्री बाहुन या सबै जातहरू या मधेसका जातहरू हुन्, सबैको धर्म संस्कार संस्कृतिलाई यतिखेरसम्मको लागि यहाँको धैर्य धारणा र यहाँले आजको लोसारलाई सेलिब्रेसनको निम्ति पूर्व तयारीको निम्ति बस्दिनको निम्ति पनि हामी अनुरोध गर्दै आजको यस साङ्गीतिक माहौललाई अझ रमाइलो बनाउने छ भन्ने पूर्ण विश्वास लिएको छौँ। देवलाल मोक्तानजीले आफ्नो प्रस्तुतिको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। हेलो हेलो चेक हेलो जल स्रोत सिंचाई तथा ऊर्जा माननीय मन्त्री तीर्थ लामाज्यू, विभिन्न स्थानीय तहका जनप्रतिनिधिज्यूहरू र हाम्रा समाजका श्रद्धेय तबिना कितुङ तामाङ, सिर्जना स्याङदाङ तामाङ, सरिता तामाङ, लोरेना योन्जन तामाङ, पेमा तामाङ, विष्णु माया तामाङ, विनिता तामाङ, कुमारी स्याङदाङ तामाङ, डोल्मा लामा तामाङ, रिया लामा तामाङ, रोशनी तामाङ, सोनिया लामा तामाङ, सुषमा गोले तामाङ, सुनिता तामाङ, मिना तामाङ, मनसु लामा तामाङ, सबिना लामा मोक्तान तामाङ, दुसिङ थिङ तामाङ, स्मृति योन्जन तामाङ, अस्मी स्याङदाङ तामाङ, अमृता लामा तामाङ, उहाँहरू सबै यसपालि 20 तामाङमा सहभागी हुँदै हुनुहुन्छ। उहाँहरूको उज्जवल भविष्यको कामना सहित यस जुन आजको यस 20 तामाङमा सहभागी हुनुभएका सम्पूर्ण बहिनीहरूलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ हामी आयोजकको तर्फबाट। यसै क्रममा महिला अधिकार र महिलाको निम्ति निरन्तरता सक्रिय रहनुहुने बुद्ध शान्ति नेपालका अध्यक्ष देशमाया तामाङज्यूलाई महिलाकै रूपमा शुभकामना मन्तव्य राखिदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। अहिले हाम्रो महिला दिदीबहिनीहरू 20 तामाङहरूकै यो यत्रो जमत छ, तिनीहरूकै शुभकामनाको निम्ति पनि हामी देशमाया तामाङज्यूलाई आफ्नो शुभकामना राखिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। बुद्ध शान्ति नेपालका अध्यक्ष देशमाया लामाज्यू। यसै गरी आयोजक रश्मि ब्लोनलाई पनि उपस्थित भइदिनु निम्ति अनुरोध गर्न चाहन्छु। रश्मि ब्लोनजीलाई पनि, रजनी ब्लोनजीलाई पनि, रञ्जिता ब्लोनजीलाई पनि, उहाँलाई पनि खाता लगाएर जुन तामाङ समुदायको वा 20 तामाङको
सधैँ उहाँले आयोजना गर्नुहुनेछ। आयोजक हुनुहुन्छ रञ्जिता ब्लोन्ज्यू। बुद्ध शान्ति नेपालको अध्यक्ष हाम्रा देशमाया योजना तामाङजीले पनि आफ्ना शुभकामना राखिदिनको निम्ति छोटो मिठो शुभकामना राखिदिनको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। वरिष्ठ समाजसेवी टेकराज भाइलाई सबैजना अलिकति नजिक नजिक हुनु पर्यो है त, हुन्छ कि हुँदैन? सबैजनाको हल्ला हुनु पर्यो, हल्ला। सबैजना एकचोटि हात माथि हुनु पर्यो। सबैजना है त। अब यो चिसो चिसो मौसममा यो तातो तातो न्यानो न्यानो माया हो कि होइन? ह्याप्पी लोछार सम्पूर्णलाई। सुनेन? ह्याप्पी लोछार। अझै पनि सुनेन? यो बुढा भएपछि कान पनि बन्द हुन्छ क्या हो? ह्याप्पी लोछार। थ्याङ्क यू, थ्याङ्क यू। तर मैले अहिले भर्खरै सर्वप्रथम त म आजका यो राष्ट्रिय लोछार शुभकामना सांस्कृतिक कार्यक्रम 2080 अनि धङ्मला गैठिमको आयोजनामा हुन गएको यो तामाङको संस्कार संस्कृति अनि वेशभूषा अनि भाषा कसरी अगाडि बढाउने भन्ने उद्देश्यले एउटा लोछार पर्व मनाउँदै गइरहेको क्रममा सर्वप्रथम त म यो धङ्मला गैठिमलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि आजका विशेष अनि प्रमुख अतिथि अनि सम्पूर्ण अतिथि हेलो 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 सम्पूर्ण सबैलाई नमस्कार लसो प्रफुल्ल भन्दै मैले एकजना व्यक्तिलाई सम्मान नगरिकन उहाँको पाउ नपरिकन मैले गीत गाउनै नसक्ने अवस्थामा आदरणीय मेरो दाइ विजय दाइ मेरा आमालाई एकचोटि स्टेजमा ल्याइदिनु प्लिज। स्टेजमा ल्याइदिनु त प्लिज आमालाई। मैले आज जो यो पोस्टरमा यो बजारैभरि देखेको कारणले मेरो छोरा पनि पक्कै पनि आज कार्यक्रममा रहेछ भन्ने उसमा चाहिँ आमा आउनु भएको रहेछ। अनि ल्याइदिनु न दाइ यता। एकचोटि आमाको दर्शन नगरिकन मैले गीत गाउन नसक्ने भएको अवस्थाले प्लिज त्यति हेल्प गरिदिनु है। सबैजनाले ह्याप्पी लोछार भन्दै अनि मेरो बुढी आमालाई ताली बजाएर स्वागत गरिदिनु प्लिज। यो आमा भन्ने शब्द नै काफी छ हो कि होइन? तर आज त म भाग्य मानिने जस्तो लाग्छ। किनभनेदेखि हेटौडादेखि आज धङ्मला गैठिमले चाहिँ कार्यक्रम राखेको हुँदा साङ्गीतिक कार्यक्रममा चाहिँ देवलाल मोक्तान पनि त्यहाँ चाहिँ कार्यक्रममा सहभागी छ अरे भन्ने खालको खबर पाए चाहिँ आमा आउनु भएको रहेछ। एकदमै खुसी छ र त्यसै कारणले म आमाको पाउ नपरिकन मैले गीत गाउन नसक्ने अवस्था भएको कारणले प्लिज यता आइदिनु आमा प्लिज। तपाईँहरू प्लिज एकचोटि उठेर एकचोटि जोरदार ताली दिनु प्लिज। मेरो आमाले नभइकन सम्पूर्णको आमा हो। आमा भन्ने शब्द एकदमै ठुलो छ त्यसै कारणले आमा यही। मेरो आमा हुनुहुन्छ। थ्याङ्क यू। बचुन्जेलसम्म तेरो र मेरो मरेपछि ढुङ्गाको चौक हेरो हो कि होइन? त्यसै कारणले मलाई यहाँसम्म स्टेज चढाउनुको पनि कारण ठुलो मेरो आमाको एकदमै आशीर्वाद छ। त्यसै कारणले मैले आशीर्वाद थापेको छु। म खुसी छु। एकचोटि जोरदार सबैजनाले ह्याप्पी लोछार म गीतको सुरु गर्न चाहन्छु। ओके हुन्छ कि हुँदैन? ट्र्याक प्ले गरिदिनु होला प्लिज सबैजनाले। ठिकै छ नाच्नको लागि त अलिकति ठाउँ त्यस्तै छ होइन? सबैजनाले हात माथि अनि ताली है त। र विशेष गरी दाङमला गैठिम तामाङ सङ्घले आयोजना गरेको यो राष्ट्रिय लोसार पर्व मनाउनका लागि आउनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि ह्याप्पी लोसार भन्न चाहन्छु। र यहाँ जति हुनुहुन्छ सबैजना नाचेर साथ दिनुहुनेछ। र विशेष गरी लोसार हाम्रोमा हो, हाम्रो भएको हुनाले यो सबैलाई समेट्नुपर्छ भनेर मलाई एउटा गुरुङको छोरालाई पनि यहाँ निम्ति आउनुभयो। विशेष गरी टेकराज दाईलाई धेरै धेरै धन्यवाद र संस्था सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। यहाँ अगाडि रहेको मैचाङहरू सबै आउनु होला।
यहाँहरूले सेलो सुनिरहनु भएको छ, हुन त सेलोमा आनन्द लिइरहनु भएको छ। म पनि त्यही सेलोमा आनन्द मान्ने मान्छे, तैपनि म सेलो चाहिँ त्यति धेरै गाउँदिनँ, मैले जान्दिनँ त्यति धेरै। त्यही भएर यहाँहरूले गाएकै सुन्न आनन्द भएको थियो, तैपनि मैले गाउने गीत चाहिँ अलिकति फरक छ यहाँहरूले गाउने भन्दा। म विशेष गरी गुरुङ समुदाय भएको सालेजो, कौडा, झ्याउरे गाउँछु, विशेष गरी गाउँछु। त्यो दोहोरी गीतहरू पनि म केही गीतहरू सुनाउँछु यहाँहरूको लागि। अब यो हाम्रो राष्ट्रिय पर्व भएको हुनाले हाम्रो समुदायका गीतहरू तामाङ के गुरुङ, यसरी मलाई लाग्छ गुरुङ र तामाङ चाहिँ पहिला एउटा जमानामा दाजुभाइ हो अरे। त्यो दाजुभाइ छुट्टिँदै आउँदाखेरिमा एउटा गुरुङ भयो, एउटा तामाङ भयो, यति मात्रै मलाई त्यति लाग्छ। म यतिखेर के सुनाउँछु यहाँहरूको लागि। मैले अलि अगाडि गाएको गीत हो, तिमी मेरो जिन्दगी हौ सानो, देब्रीबटी छातीमा छौ सानो, तिमीलाई हेर्दा दुई आँखा थाक्दैन, यस्तै माया कसैको लाग्दैन, हेर्दा हेर्दै घाम भयो मधुरो, मनको रहर मनै मधुरो। यो सालेजो सुनाउँछु, ट्र्याक नम्बर 1 मा रहेको छ यो गीत सुनाउँछु। म यहाँ रहनुभएका दिदीबहिनीहरू सबैलाई स्टेजमै नाचिदिनेका लागि अनुरोध गर्छु। यहाँहरू नाचिदिनु भयो भने आनन्द पनि हुन्छ। मेरो साथमा प्यारी बहिनी चर्चित लोक तथा दोहोरी गायिका प्यारी बहिनी मिना लामा हुनुहुन्छ, त्यसै गरी चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी टिम्जुङ ताम छन्। यहाँहरूलाई पनि सम्झिँदै म यहाँहरू सबै दाजुभाइहरूलाई सम्झिँदै तिमी मेरो जिन्दगी हौ सानो, देब्रीबटी छातीमा छौ सानो, यो सालेजो गाउँछु, एउटा कौडा गाउँछु, बाँकी समय रह्यो भने फेरि गाउँला। अहिले भने म प्राविधिक साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, मेरो साथलाई, मेरो आवाजलाई यहाँहरूसम्म पुर्याउनका लागि सहयोग गरिरहनु भएको छ। म यतिखेर यो सालेजो यहाँहरूका लागि ल है सबैले साथ दिने है एप्लिकेसन खेल खेल टट गरौँ कि आजको रमाइलो मेलामा हँस खेल खेल टट गरौँ कि अलि वरा आउन होइमै क्याउ किन पर सरे कि अलि वरा आउन होइमै क्याउ किन पर सरे कि कि मैं जंगल का खैमा कई बागरा चरने पखैमा राखौँ कि मैं जंगल का खैमा के गर्यो गर्यो मै जन्मले तिमी मात्रै आउँछ आँखैमा के गर्यो गर्यो मै जन्मले तिमी मात्रै आउँछ आँखैमा
भएको एक्लो छोरो म जङ्गल जसरी आटाउला भएको एक्लो छोरो म जङ्गल जसरी आटाउला सुख नै भन्न सक्दिन हाँसी खुसी जीवन काटौला सुख नै भन्न सक्दिन हाँसी खुसी जीवन काटौला जङ्गले